हेलो साथीहरु, हामी चाहिँ लाग्यौं रोल्पादेखि दाङतिर। हाम्रो सरहरु पछाडी पछाडी हुनुहुन्छ। हेलो हेलो गाइस, हाम्रो सर चाहिँ भीष्म सर। ओ टोली के ढिलो हो यो? माइकल खै? यो भएन यार, यो तात यो वनको बाटो हेर्नुस् त यार, खतरनाक छ है। जंगलै जंगल जानुपर्ने हो तल हुन्छ तलै के हाम्रो बडीगार्ड पनि पछि आउँदैछ। त्यही 20% 80% यसको त हो नि त धेरै छ क्या। हामी म सर्टकट बाटो लग्छु, तपाईहरु टेन्सन नगर्नु न। सर्टकट त अति सर्टकट छ। जंगलको बाटो पुरै अँध्यारो नअँध्यारो माटो नि हेर्दै। हेलो सन्तोष, के छ? हैन लाग्यो कता हो जान्ला? ए हामी जान लाग्यो दाङ देउखुरी। घर पनि ठाउँ ठाउँ छन् फेरि तिम्रो। अब काठमाडौँ, अनि त्यसपछि कहिले दाङ, कता कालीकोट, कहिले हाम्रो धनगढी, सकिन्न। घर धेरै भयो भने मान्छे आफन्तहरू त्यही त के माता भइसक्यो। जस दुई चार दिन हरेक ठाउँ जाने हो। के थाहा पाउनुहुन्छ तपाईँ? हो हाम्रो अरू खै कता गए? भीष्म सर पछाडि हुनुहुन्छ। म त लास्ट छु। हाम्रो उहाँ पनि दाङको दङ्गेली हुनुहुन्छ। ओहो, हामी सब दङ्गाली। दङ्गेली हो कि हाम्रो आजको हाम्रो यो भ्लग कहाँसम्मको यात्रा हो? कहाँसम्मको यात्रा हो अरे? यात्रा हाम्रो आज कहाँ दाङसम्म हो कि खौलासम्म हो कि कहाँ हो? नै भीष्म सरको बाटो चाहेपछि दाङ पनि पुगिने रहेछ। बाटो घर नजिकै रहेछ। रोडको छेउमाटी रे कहाँ रोड? माथि बस्नु रहेछ। कहाँको रोड के? नेपालगञ्ज जाने रोड। अनि यताबाट तपाईँको त ठिकै पनि रहेछ बाटो। तपाईँ यस्तो भयो भने तपाईँ त यस्तो गरेर हिँड्दा हुन्छ बाटो ट्याक्कै होइन। 4 बजी हिँड्नुभयो भने तपाईँ 6 बजी पुगिहाल्नुहुन्छ खौला। 7 बजी